यहाँ कुदिरहेछ नि मान्छेहरू। हामी पनि पहिले यस्तै हुन्छ, बाइक नहुँदाखेरि अब गाडी चढ्नु पर्दाखेरि यस्तो कुदिन्थ्यो, बस चढिन्छ भन्दै यसरी सानो दगुडिन्थ्यो। अहिले पो बाबा मैले बाइक किन्दे आनन्द छ। हल्का जामको मात्र तनाव हो। यहाँ गाडीवालाको व्यवस्था हान्दैछ यार। अब बाइकहरूले अब मोडिफाई गरिदिनु छोड्यो। खाना सक्यो, थप खाना यहाँ गुन्द्रुकको अचार यहाँ थोरै पछार। सो सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल एमजिएस ब्लग है त। सो तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा गाइस। सो आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै आरामै नै छु है। सो आज हामी चाहिँ म र बहिनी चाहिँ काका घर जाँदैछौँ। लाइक सो म चाहिँ प्रायः चाहिँ गइरहेको छु नि त काका घर। अनि आज चाहिँ बहिनीले लिएर जाउँ भनेर चाहिँ हिँडेको हामी चाहिँ है। सो गाइस त्यही हो, आज जाँदैछौँ। लास्ट बाटो खत्तम छ यार, लास्ट बिग्रेछ बाटो। सो जस्ट अहिले हामी चाहिँ यहाँ स्वयम्भू आइसकेको छौँ। हामी स्वयम्भू त्यो जुन छ नि यो यसलाई पुरै भित्र ठुलो छ कि त्यसलाई के भन्छ त्यही मलाई थाहा भएन कि। त्यो चाहिँ हामी घुमाएर आउँछौँ है त भित्र गएर। हामी पनि पहिले यसरी कुद्थ्यो क्या बस छोडिन्छ भनेर। यहाँ कुदिरहेछ नि मान्छेहरू। हामी पनि पहिले यस्तै हुन्छ, बाइक नहुँदाखेरि अब गाडी चढ्नु पर्दाखेरि यस्तो कुदिन्थ्यो, बस छोडिन्छ भन्दै यसरी सानो दगुडिन्थ्यो। बस छुट्छ कि होइन, अब आफूलाई जानु छ होइन, बस लास्ट एउटा छ अनि छुट्यो भनेर यस्तो कुद्नु पर्थ्यो। कुदै भए पनि चढिन्थ्यो यार। जसो तसो दुःख सुख हुन्छ नि होइन, कुदेर भए पनि गइन्थ्यो यार। त्यो दिन पनि थियो कि। अहिले पो बाबा मैले बाइक किन्दे आनन्द छ। हल्का जामको मात्र तनाव हो, नत्र त ठिकै छ है। कहाँ घुसिरह्यो यो थेटरिका, छेप दिन्छ अनि तनाव हुन्छ फेरि। त्यही त कहाँ छिर्यो हो कि त्यसरी गाडीको बिचमा छिराउनु हुन्न क्या। झ्याम्मे चेप्दियो भने त अनि सक्यो त नि। हतार किन यार, गुले च्यापेको छ भने जस्तो यार। टेट ओइ। सो फर्स्टमा चाहिँ मैले बाइक देखाउनु पर्नेछ यार। पुरै स्क्याम हानेछ मलाई बाइकमा। बाइक बनाउँदाखेरि ट्राफिक सर हेर आनन्दले हेर्दैछ मुर्खाहरूलाई तन्की के गर्नु, फेला पर्दैन यतातिर। अब हाम्रो गाडीतिर भए पो एक्जस्ट लाएर पड्काउँदै भए पनि हिँड्थ्यो। यहाँ काठमाडौँ कसले पड्काउने, एक्जस्ट लाउनु थाल्यो भने मारिहाल्छ। त्यही भएर सबजनाको चिट भेटिसक्यो। यहाँ गाडीवालाको व्यवस्था हान्दैछ यार। अब बाइकहरूले अब मोडिफाई गरिदिनु छोड्यो। अब गाडीहरूले ओभरलोड हान्ने बित्तिकै फाइन हानिदिइहाल्छ रोकेर। के गर्नु, गाह्रो छ है, गाह्रो छ। सो गाइज है, म चाहिँ घर आइसकेको छु। अहिले म छतमा हो। उता बवाल भ्यू देखिन्छ क्या। सो यहाँबाट उयो पनि देखिन्छ, स्वयम्भू पनि डाँडा तलबाट छ है। जुम गर्नु चाहिँ मिल्दैन। स्वयम्भू डाँडा त्यो साइडको गुम्बा बवाल देखिन्छ यहाँबाट चाहिँ। अझ बिहान भए बवाल भ्यू देखिन्थ्यो। अब सो गाइस त्यही हो, खाना पाकेको छ, खाना जाउँ अब। अहिले हामी आइसकेको छौँ है काकाकोमा। अहिले चाहिँ हाम्रो खाना पाकिसकेको छ। सो यतापट्टि चाहिँ हाम्रो ब्रोइलरको मासु छ। यो चाहिँ हाम्रो सपनाको लागि हो, त्यसको लागि हो यो चाहिँ। मासु भनेको जसको पनि के। अनि यतापट्टि हाम्रो मटन छ, मटन देखाइदिउँ न होइन। यता हाम्रो मटन छ, यतापट्टि हाम्रो मटन लागिसकेको छ। यसलाई चाहिँ ब्रोइलर हो। धमाधमा हाल्नु पर्ने हुन्छ। यता हाम्रो मुसुरीको दाल छ, यहाँ खाना झ्याम लाउँदै खाँदै। ल म पनि थोरै हाल्छ गुन्द्रुकको। गुन्द्रुक होइन यो खुर्सानी हो, गुन्द्रुकको अचार हो। हे मलाई नसिकाएन यार, म कतिपल्ट आएर खाइरहेको छु। मैले पनि बनाएको थिएँ कि यस्तो, मलाई नसिकाए भाइ। मलाई त दाल पर्दैन। साग छ फेरि, चाइनिज साग। म त साग त दाइलाई त खै त नि। मासु अगाडि साग नखाम ल। खाना सक्यो, थप खाना यहाँ।
सबै फेरि मलाई हाल्दियो एडभर्टाइज गर्नु पर्यो कि यसको अचारको गर्दै गर्दै कता हो नाम पनि गुन्द्रुकको अचार धेरै स्वादिलो यहाँ थोरै पछार के हो दाजु यार मासु भात खाने भनेर पाउन आएको है यहाँ न यहाँ यार भाँडा धुन लगायो यार मासु भात खुवाएपछि यहाँ यस्तो यहाँ म त अब आउँदिनँ यार कहिले ल एमजिएस ब्लगलाई भाँडा धुन लगायो यार यहाँ लास्ट बिजो भयो अब सो भाँडाकुँडा धुनको आइज है यति छ होइन सो तपाईँहरू पनि कहिले पनि मासु कसैले खुवाउँछ भन्दैमा सरक्क नजानु होला है सो यस्तो काम पनि पर्न सक्छ अब भाँडा धोएको नदेखाउँ लाजमा मर्दो हुन्छ त्यही भएर अब फटाफट भाँडाकुँडा दिएर फेरि भेटौँ है त हामी गाइस यार मासु भात खाइयो भाँडाकुँडा क्लियर हान्ने सबै होइन अब मासु खुवाउने भनेर खुवाउँछ अनि भाँडाकुँडा आफ्नो धुन लगायो काम लगायो यतापट्टि कान्छी अब बहिनी त सुतिरहेछ फोन हेर्दै अब म पनि सुत्नुपर्ने हुन्छ धेरै साँझ परिसकेको छ सो गाइस आज भिडियो त व्यवस्था हान्यो थ्याङ्क्स फर वाचिङ भिडियो गाइस एन्ड सब्सक्राइब टु माई च्यानल सो बाई बाई गाइस